ढिलो उठेको कारणले गर्दा आज सबै कुरा ढिलै भएर गयो। सबभन्दा पहिला चाहिँ चाना र आलु यसरी मैले बोइल गर्न ग्यासमाथि राखिदिएँ। पुरा अफिस छोरा स्कुल गइसकेको थियो। आज चाहिँ मैले मेरो ब्ल्याङ्केटको कभर निकाल्दै, साह्रै झिझो लाग्छ। नानीको चाहिँ निकालिनँ किनभने अलिअलि जाडै छ नि त गुडगाउँमा पनि। हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग एपिसोड 7। आज चाहिँ पुरा घाम लागिरहेको छ, त्यही कारण मैले हतार वासिङ मेसिनमा लुगा हालिदिएँ। त्यसपछि चाहिँ म लागेँ म्याट सफा गर्न। म्याटबाट चाहिँ यति साह्रो डरलाग्दो कपाल निस्क्यो होइन, तर त्यो सबै कपाल चाहिँ मेरै हो। त्यसको बादमा मैले मजाले ह्यान्ड वास गरेँ कपाल फ्याँकेर। अनि म लागेँ भाँडा धुनतर्फ। आज मेरो हाउसमेट चाहिँ आएन होइन, यति साह्रो भाँडा थियो, छिटो गरेर मैले भाँडा धुएँ। ढिलो भइरहेको माथि एक त झन् ढिलो भयो हो साथी हो। त्यसको बादमा चाहिँ म लागेँ खाना बनाउनुतर्फ। आज चाहिँ आलु र चाना बनाउँछु भनेर मैले अघि नै बोइल गरिसकेको थिएँ होइन। मलाई चाहिँ सब्जी त्यस्तो मिठो बनाउनु आउँदैन, आलुको झोल चाहिँ म दामी बनाइदिन्छु होइन। त्यहाँदेखि मेरो बुढाले चाहिँ तर कहिल्यै कम्प्लेन गर्दैन, जस्तै बनाएर दिए पनि फुर्काएको चाहिँ होइन। यो टमाटर चाहिँ स्मल टोमेटो भन्छ यहाँ चाहिँ, तर उताको जस्तो अमिलो चाहिँ होइन, तर यो टेस्टी हुन्छ। मैले चाहिँ आज चाना र आलुमा चाहिँ यही टमाटर हालिदिएँ। अन्त मैले चाहिँ छिटो सब्जी बनाउँछु, भात पनि छिटो बनाउँछु होइन। मेरो आज त भाइ पनि आएको छैन, झाडु पोछा पनि गर्नुपर्छ भनेर एकदम घडी हेर्दै हतार गर्दै थिएँ। हतारमा मेरो हात पनि पोल्यो। त्यसको बादमा चाहिँ मैले त्यो ग्रेभीमाथि आलु हालिदिएँ, चाना हालिदिएँ होइन। त्यहाँदेखि चाहिँ म लागेँ झाडु गर्न। अब घरको साफसफाइ त गर्नै पर्यो साथीभाइ हो। आज तर पोछा गर्नु चाहिँ मैले एकदमै टाइमै मिलेन, पोछा चाहिँ गरिनँ हो साथी हो। के गर्नु, यस्तै छ जिन्दगी। त्यसको बादमा कपडा पटाउनु भन्दै थिएँ, नानी पनि आइपुगेछ। अन्त नानीलाई लिएर आएँ। आजको लागि यति नै साथी हो। भोलि पनि मेरो मिनी भ्लगलाई हेरिदिनुहोस् होला। म कन्टिन्यू मिनी भ्लग अपलोड गर्ने गर्छु। बाई बाई।